कसैको रक्सी खाएर कसैको जाँड खाएर हालिएको भोट होइन, कसैले 2 पैसा दिन्छ भनेर नोटको बिटो खल्तीमा कोचेर हालिएको भोट होइन, आफैले पसिना बगाएर गएर आफैले पानी खाएर आफैले खाजा खाएर आफ्नो इमानका साथ छाती ठोकेर हालेको भोट हो। इमानको भोट हो, इमानको बिउ हो। यो बिउलाई लहलाउने बनाउँछौँ हामी, त्यही बल बोकेर हामी आएका छौँ। कसैले सघाउनु पर्दैन, कसैको पछाडिबाट हामीलाई साथ चाहिएको पनि छैन। जुन दिनसम्म नेपाली जनताले माया गर्छन् तबसम्म हामी यसै गरी अगाडि बढ्न सक्छौँ। त्यो आँट छ, त्यो साहस छ। हामीले धेरै ठुलो कुरा केही पनि मागेका होइनौँ। बस आजको युगमा पनि धनीका मान्छेले आफ्ना छोराछोरीलाई चाहिँ नि गजबको विद्यालय पढाउन पाउने, उनका भविष्य चाहिँ बनाउन पाउने, गरिबका छोराछोरीले गुणस्तरीय शिक्षा पनि नपाउने, यो फरक हुनको लागि के वादी हुनुपर्छ? कुनै वादी हुनु पर्दैन। कसैको रक्सी खाएर कसैको जाँड खाएर हालिएको भोट होइन, कसैले 2 पैसा दिन्छ भनेर नोटको बिटो खल्तीमा कोचेर हालिएको भोट होइन, आफैले पसिना बगाएर गएर आफैले पानी खाएर आफैले खाजा खाएर आफ्नो इमानका साथ छाती ठोकेर हालेको भोट हो।